हेलो गाइज, आज चाहिँ हामी काठमाडौँ जाने भनेर हिँड्न लागेको तर पानी परेर हामी एकछिन कुर्न पर्यो पानी बिसाउँदासम्म। हामी बल्ल हिँड्न लागेको पानी पऱ्यो हामी हिँडिरहेको के गरे अरे ब्लग गरे हुने ऐसँग कसरी होला यो यस्तै गरी सुत्न पाउँछ भनेर मलाई काठमाडौँ लिएर जान खोजेको कि यति सुत्यो नि हो मेरो खुट्टामा यति सुत्यो। बाटो चाहिँ धेरै नै राम्रो बनाएको रहेछ। अहिले चाहिँ आनन्दको राम्रो बाटो थियो। यो चाहिँ हामी खाना खानको लागि गाडी रोकेको थियो। हामीले चाहिँ यहाँ मोमो खाइरहेको छौँ किनकि हामी खाना बिहानै खाएको थियौँ। हाम्रो एसी नचलेको अवस्था, हामी गर्मीले मरेको अवस्था। मान्छेहरू सब हात्ते गर्मीले। लाइट चाहिँ बोल्यो है, अब एसी चाहिँ चल्छ कि चल्दैन हेर्दैछु। एसीको नाममा फ्यान चलाइदिएला जस्तो। त्यही मलाई आएको छैन। अब एसी बल्ला र हावा खाइएला भनेर यस्तरी कुरेर बसेको कुरै भयो। 1 घन्टादेखि एसी बनाइरहेको केही नहुने तर बनेन। तर के भयो केही पनि भएन, एसी आएन। अनि हामी च्याल खोलेर च्यालको हावा खाइरहेछौँ। 1 घन्टा वेस्ट भयो हाम्रो। बाहिरको सिन चाहिँ यति राम्रो थियो नि, यति राम्रो थियो नि। अनि यो फेरि मेरो खुट्टामा सुत्छ, फेरि सुते के फाइनली आयौँ है हामी काठमाडौँ आफ्टर कति घन्टा बाफ्रे। हुन्छ झटपटी एउटा तिम्रो सर्ट्समा त कति धेरै भ्युज आछ त आउँछ नि, यो पनि आउँछ किनकि पूजन पाण्डेलाई फिचर गरिरहेको छु। 16K कि कति भएछ हैन? पलु चाहिँ भेरी 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 बिजी है, पढिरहेछन् मस्त। एन्ड थ्याङ्क्स फर वाचिङ, बाई बाई।